बालेन भयो नि यो देशै सिद्धियो भने बालेनले चेन्ज गर्न सकेन यो देशलाई ट्र्याकमा ल्याउन सकेन भने म राजनीति छोडिदिन्छु बालेनले केही गरेन छैन म दोस्रोतिर लड्दिनँ नि फेरि को यहाँ भिजनवाला त्यही पुरानो 8-9 पढेका भिजनवाला हुन्थे एकजना प्रधानमन्त्रीले देश बनाउने सिस्टमले बनाउने सिस्टम राम्रो गर्नु पर्यो अब यत्रो वर्ष बिग्रेको सिस्टमलाई फिक्स गर्नमा 4 महिनामा फिक्स हुन्छ त बालेन गल्ती गर्छ के को बालेन गरेको बालेन गल्ती गर्दैन केही गर्दैन बालेनले यो देश बनाउँछ हेर्नुहोस् है अब कहाँ हान्छ 1-2 दिनमा केही आउँछ नयाँ नयाँ मेरो लाग्छ केही आउँछ भ्रष्टाचारीहरूलाई यो तयारी पक्राउ पर्दैछ कति पर्छन् कति भ्रष्टाचार पनि त्यत्रो मलाई लाग्छ यो तपाईँले त ठ्याक्कै रविजीको लाइनअप दिनुभयो आमा बालेनले देश बनाउँछ बनाउँछ एकदम बालेनले देश बनाउँछ रविले बनाउँछ हामीले पनि देश बनाउँछ हामी पनि जिम्मेवार नेता हो नि त प्रधानमन्त्रीलाई त मैले यहीँ भेटेको म जाँदिनँ भेट्न प्रधानमन्त्रीसँग किन जानु पर्यो मैले भेट्न बालेन सरकारले अब के पनि गरेन भन्ने कुरा भन्दा पनि जति बालेन सरकार खट्नु भएको छ प्रधानमन्त्री सायद अहिलेसम्म नेपालको इतिहासको गठन ल हेर्नुहोस् महानगर टिमले चलाइरहेको छ अरे त्यो पनि सबै निकममा छन् भन्छन् कतिले निकममा छन् त्यही भएर यत्रो प्रगति भइरहेछ केही निकममा भन्नेलाई भन्न दिनुहोस् होइन यो 4.5 महिना इनफ होइन काम गर्ने मान्छेलाई किचिकिचि गरेर बाहिर के भन्न थाल्यो भने यो सरकार चाहिँ अनलाइनको नारा लिएर आएको थियो अहिले त लाइन मात्र छ जहाँ पनि लाइन छ भन्न थाल्यो म चाहिँ के भन्न चाहन्छु भने एकैजनालाई दोष दिनु चाहिँ राम्रो होइन हामी सबै जिम्मेवार हो केपी बा हुँदाखेरि पाउनु भएको थियो मैले त पाएको थिएन ग्यास के पनि भन्न थाले मान्छेले भने ए बाबा ओलीको पालामा नाकाबन्दी हुँदा समेत यो खालको अभाव चाहिँ हामीले देखेका थिएनौँ यो खालको लाइन के थियो त्यो हामी दाउरा बाल्ने मान्छे मै हो त्यत्रो मेरो बच्चाहरूलाई दाउरा बालेर मलको कुरा पनि सरकार पनि 4 महिना भयो एलसी खोलेर प्रोसेसिङ गर्दा 5-6 महिना लाग्दो रहेछ मल पनि तपाईँको मल कतिपय त बिचरा बोर्डर पारी गएर पक्राउ परेका छन् 38 दिनपछि जानु त पक्रा पर्ने मल त अहिले बाँडिदिरहेछ मल आइरहेछ मान्ने भने त बाफरे त्यो भित्र के न होला कसो न कसो होला जस्तो लाग्थ्यो कि पहिला यो देश बनाऊ है अब यसरी यो पाराले हुँदैन यो 275 मान्नेको कामै छैन भाइ यो बेकार भत्ता खाने काम मात्रै हो यो बेकार 105 इनफ राष्ट्रपालले जित्नु पर्यो स्थानीय यो देश बनाउने भने नभए यो देश बन्दैन स्थानीयमा राष्ट्रपालले जितेन भने स्थानीय र प्रदेश यदि आइहाल्यो फेरि लड्नु पर्यो भने प्रदेश र स्थानीय जितेन भने यो देश बन्दैन तपाईँले पकाउनु भयो होला पहुँचवालाले पकाए होलान् तर यहाँहरूकै सांसद होइन माननीय आशिका तामाङले के भन्नुभयो ग्यास 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 छैन ग्यासवालाले पनि पाएन ग्यास भन्दै हुनुहुन्थ्यो भर्खरै होइन पाएको छैन उहाँले भन्नुभयो होला आफ्नो ठाउँमा छ देशको मन्त्रीले 100 लिटर तेलमा सिद्धिने वर्षको करोड रुपियाँ मेयर साहबले सिद्ध्याउने मेयर सरो मलाई त आउँदैन त्यस्तो मेयर सरो हुँदैन बरु मेयर बाई चाहिँ गर्छु अब यही ग्यास मात्रै पर्खेर नभएर अरू अल्टरनेटिभ पनि गर्न सक्छौँ हामी सोलर प्यानलहरू डेभलप गरेर लान सक्छौँ अनि इन्डक्समा पकाएर खान सक्छौँ प्रधानमन्त्रीले आएर त शब्द फिर्ता लिनु पर्यो होइन शब्द फिर्ताको कुरा होइन फेरि त्यो प्रुफ गर्नु पर्यो मै गरिदिन्छु नि प्रुफ त्यो त नेचुरल डिजास्टर हो नि जहाँ नदी मिचेको भनेर अहिले पनि मैले सीमा मिचेको भनेर प्रुफ बिल्कुलै होइन सीमा मिचेको हुँदै होइन एउटा कुरा म बताइदिन्छु तर नेचुरली के भएको छ भने कयौँ ठाउँमा